So, as per chart, we can see that धेरै दिनदेखि market is down, like we can see the downward trend होइन. तो यही pattern repeat हुन्छ कि हुँदैन following day, and if it is changing, how do we understand that it's going to change, like whether it's going to go into positive or उकालो जान्छ कि भनेर चाहिँ त्यो चाहिँ अलिकति बुझ्नु. अब तिम्रो क्वेसनको आन्सर गर्नको लागि चाहिँ नि म अलिकति तिमीलाई यो चार्ट पनि देखाएरै बुझाउँछु नि ल. सञ्जीवनी, तिमीले अब एकदमै मजाको क्वेसन सोध्यौ होइन. अब धेरै बिलिभ छ नि त अब मार्केटमा चाहिँ. अब एउटा चाहिँ के छ भन्दाखेरि फन्डामेन्टल एनालाइसिस गर्ने मान्छेहरू होइन, जसले चाहिँ अब लङ टर्म सोचेर ट्रेड हामी इन्भेस्ट गरेको हुन्छ. हामी चाहिँ ट्रेडिङ गर्दाखेरि चाहिँ चार्टले चाहिँ भन्दैछ त्यो चाहिँ बुझ्नु पर्यो. सो अगाडिको दिनमा मार्केट झरेको थियो कि या बढेको थियो कि होइन, अब त्यो चाहिँ चार्टले नै बुझाउँछ. अन्त अहिले प्रेजेन्टमा के हुँदैछ त्यो पनि चार्टले नै भन्छ. सो सबभन्दा इम्पोर्टेन्ट चाहिँ नि अब यहाँनिर जुन चाहिँ स्क्रिन, अब म तिमीहरूलाई स्क्रिनमा देखाउँछु, अब त्यो ट्रेन्ड चाहिँ कसरी बुझ्नु, अन्त कहाँ पोजिसन हाल्नु. र आज मैले एउटा सानो ट्रेड पनि लिएको छु कि त्यो ट्रेड अनुसारले म तिमीलाई बुझाउँछु नि त ल. हेलो सबैजनालाई, 2025को हामी अन्तमा आएको छौँ र मेरो स्कलर्सहरूसँग छु. अनि मेरो स्कलर्सहरू पनि स्टक मार्केट प्रेमी है, दे आर भेरी इन्ट्रेस्टेड, प्यासनेट. र निवास छेत्री, उसको पिएचडी टपिक छ सिएपिएममा, उसको फोरकास्टिङ मोडलमा काम गर्दैछ. हाम्रो यहाँ झर्ना ढाकल स्टक मार्केटमा बिहेभियरल फाइनेन्समा काम गर्दैछ. अनि यता हाम्रो सञ्जीवनी कर्पोरेट गभर्नेन्समा काम गर्दैछ. सो हिजो चाहिँ उनीहरूले मलाई यो मार्केटमा चाहिँ कसरी प्र्याक्टिकली ट्रेड गर्नु भन्ने क्वेसन सोध्यो. अनि उनीहरूको इन्ट्रेस्ट देख्दाखेरि म पनि खुसी भएर आज चाहिँ हल्का एउटा सेसन गराउनु गइरहेको छु. किन भन्दाखेरि थ्योरी मात्रै सिकेर फाइदा छैन, थ्योरी सिक्नु नै प्र्याक्टिसको लागि हो. सो उनीहरूलाई अब बिङ अ रिसर्च स्कलर उनीहरू अलिकति म्याच्योर्ड स्टेजमा पनि छ र म उनीहरूलाई आज अलिकति प्र्याक्टिकल कसरी ट्रेड गर्नुसक्छ भनेर यो एउटा सेसन दिइरहेको छु. र यो मैले अनलाइन हालेको कारण चाहिँ जो स्टक मार्केटमा इन्ट्रेस्टेड हुनुहुन्छ तपाईँले पनि कतिवटा अब आइडिया लिन सक्नुहुन्छ. अनि तपाईँहरूकोमा पनि अलरेडी अनुभव त छ होला होइन, तर अब मेरो एउटा अर्को अनुभव हुनसक्छ. सो स्टे ट्युन्ड, अन्तसम्म हेर्नुहोस् होला. मैले यो प्र्याक्टिकल एउटा भिडियो बनाइरहेको छु. सो मलाई आशा छ कि तपाईँले यो भिडियोबाट धेरै कुराहरू सिक्नुहुन्छ भनेर. मार्केटमा ट्रेडिङ गर्दाखेरि चाहिँ सबभन्दा इम्पोर्टेन्ट कुरो चाहिँ हामीले बुझ्नु पर्यो तीनटा कुरा, कि मार्केट अप्वर्ड ट्रेन्डमा छ, कि मार्केट साइडवेजमा छ, कि त मार्केट डाउनवर्ड ट्रेन्डमा छ. र फिलहाल हेऱ्यो भने यो वान डेको चार्ट हो. वान डेको चार्ट हेऱ्यो भने चाहिँ मार्केट चाहिँ साइडवेज चल्दैछ अहिले फिलहाल चाहिँ. किन भन्दाखेरि यो पोइन्टदेखि यो पोइन्टसम्म हेऱ्यो भने मार्केट चाहिँ यसरी साइडवेज छ. अब योभन्दा अगाडि हेऱ्यो भने चाहिँ मार्केट चाहिँ अप्वर्ड ट्रेन्डमा थियो. अलिकति यहाँ हेऱ्यो भने चाहिँ मार्केट चाहिँ अप्वर्ड ट्रेन्डमा थियो होइन, वान डेकै चार्टमा हेऱ्यो भने. बेसिक प्र्याक्टिकली बुझ्नु हो भने चाहिँ मैले यहाँनिर अब फोनमा पनि स्क्रिन रेकर्ड गर्दैछु. किन भन्दाखेरि हाम्रो अब कतिजना है अनलाइनमा जोड्नु हुने साथीभाइहरूले पनि बुझोस् भनेर. जस्तै यहाँनिर हेऱ्यो चाहिँ मार्केट चाहिँ के थियो, अप्वर्ड ट्रेन्डमा छ. यसरी हेर्दा पनि बुझिहाल्छ नि त होइन, यहाँ मार्केट अप्वर्ड ट्रेन्ड छ. जस्तै यहाँनिर हेऱ्यो भने यो मार्केट यसरी माथि अप्वर्ड ट्रेन्डमा छ, यहाँ मार्केट साइडवेजमा छ. सो फिलहाल चाहिँ मार्केट हामी कहाँनिर छौँ भन्दाखेरि चाहिँ मार्केट चाहिँ साइडवेज फ्ल्याट छ होइन, एउटा कुरा बुझ्नुपर्ने हुन्छ. अन्त अर्को इम्पोर्टेन्ट कुरो चाहिँ जबसम्म मार्केटले चाहिँ अब जस्तै यो ब्रेक गर्दैन, यसलाई रेजिस्टेन्स भन्छ, यो लाइन जुन चाहिँ छ यसलाई रेजिस्टेन्स भन्छ, यहाँदेखि ब्रेक गर्नु सकेको छैन. अनि यो तलको यो चाहिँ सपोर्ट हो. जबसम्म मार्केटले यो पोइन्ट ब्रेक गर्दैन या त यो पोइन्ट ब्रेक गर्दैन, मार्केट ट्रेन्डिङ हुँदैन. ट्रेन्डिङ हुँदैन भनेको चाहिँ अब यो पोइन्ट ब्रेक गरेपछि चाहिँ मार्केट फेरि यो पाराले मुभ हुन्छ. अब यो लोवर लेभल ब्रेक गऱ्यो भने चाहिँ मार्केट यसरी मुभ हुन्छ. सो जब मार्केट यो ब्रेक गर्छ त्यहाँदेखि यसरी अपवर्ड मुभमेन्ट हुन्छ.
तब चाहिँ एकदमै फास्ट मुभमेन्ट हुन्छ मार्केटमा। यहाँनिर सेम वेज डाउनवर्डमा पनि फास्ट हुन्छ। तर जबसम्म यो दुईवटा पोइन्ट, यो पोइन्ट र यो पोइन्ट चाहिँ ब्रेक गर्दैन, बिचमा जबसम्म यस्तो हुन्छ एकदमै मार्केट चाहिँ फ्ल्याट हुन्छ अनि मार्केटमा पैसा कमाउनु चाहिँ एकदमै साह्रो पर्छ। र यस्तो बेला चाहिँ कसरी ट्रेड गर्नु त्यो चाहिँ इम्पोर्टेन्ट हो नि त। इम्पोर्टेन्ट कुरो चाहिँ के हो भन्दाखेरि चाहिँ हामीले अगाडि नै प्लान गरेको हुनुपर्छ। सो वान डेको चार्ट हेर्दाखेरि फ्ल्याट छ अनि इन्ट्राडे ट्रेड गर्दाखेरि चाहिँ हामीले 5 मिनट्सको चार्ट हेर्नुपर्छ। यो निफ्टी 50 को चार्ट हो है। सो 5 मिनट्सको चार्ट हेर्दाखेरि चाहिँ अब जस्तै मैले हिजो एउटा ट्रेड लिएको थिएँ हैन, त्यो हिजो चाहिँ अब कस्तो प्रकारको मैले ट्रेड लिएको थिएँ भन्दाखेरि यहाँनिर यो 9:15 मा मैले लगभग यहाँनिर हेर तिमीले, यहाँनिर यो पोइन्टमा मैले एउटा ट्रेड लिएको थिएँ हैन। यो अप्सन्स ट्रेडिङमा अब मार्केट झर्दाखेरि पनि कमाउन सक्ने कन्ट्र्याक्ट हुन्छ, त्यसलाई चाहिँ पुट अप्सन भन्छ। पुट अप्सन मैले यो पोइन्टमा बाई गरेको थिएँ र मैले यो पोइन्टमा एक्ज्याक्ट यो पोइन्टमा चाहिँ मैले एक्जिट गरेको थिएँ। यो पोइन्टमा मैले किन एक्जिट गरेँ भन्दाखेरि चाहिँ यो पोइन्टमा चाहिँ सपोर्ट छ नि त वान डेको चार्टमा चाहिँ 25,880 मा। सो सपोर्ट भनेको चाहिँ के हो भन्दाखेरि म देखाउँछु। जस्तै यसलाई वान डेको चार्ट बनाउँदैछु त म हैन, वान डेको चार्टमा मैले यसलाई कन्भर्ट गर्दाखेरि जस्तै अघि मैले 5 मिनट्समा यहाँनिर यो अघि मैले लाइन कोरेको थिएँ नि त हैन, 25,880 भनेको वान डेको चार्टमा यहाँनिर पनि ठिक्कै यो लाइनमा। जस्तै यसलाई म ड्र्याग गर्न सक्छु नि त। जस्तै यसलाई यो पोइन्टलाई ड्र्याग गऱ्यो भने यहाँनिर ठिक्कै हेऱ्यो भने कुनै पनि अगर क्यान्डलले एउटै पोइन्टमा दुई खेप छोएको छ भने त्यो चाहिँ इम्पोर्टेन्ट सपोर्ट भएर जान्छ। र मैले चाहिँ यो दिन 30 तारिकको दिन ट्रेड गर्दा चाहिँ जस्तो यहाँनिर मार्केट ओपन भएको थियो मैले पुट अप्सन खेलेँ र सट्टै झरेर यहाँनिर मैले के गरेँ, एक्जिट गरेँ हैन। अब यसलाई 5 मिनट्सको चार्ट हेर्दाखेरि अझ क्लियर हुन्छ। 5 मिनटको चार्टमा त्यो आएको जुन चाहिँ अब वान डेमा जुन चाहिँ सानो देख्दै थियो 5 मिनट ठुलो देख्छ, एक्ज्याक्टली यहाँनिर यो पोइन्टमा सपोर्ट लिएको छ नि त हो। अब मैले त्यति बेला 25,800 को मैले एउटा कन्ट्र्याक्ट खेलेको थिएँ। जस्तै म यहाँनिर प्रफिट एन्ड लसबाट देखाइदिन्छु कुन चाहिँ के खेलेको थिएँ भनेर हैन। जस्तै यहाँनिर फ्युचर्स एन्ड अप्सन्स 30 तारिकको हैन, 30 तारिकको यहाँनिर यो कन्ट्र्याक्ट हेर्न सक्छ। बाई मैले गरेको छु 58 मा, सेल गरेको छु 65 मा। अनि यहाँनिर हेऱ्यो भने अझै क्लियर हुन्छ। अब 325 वटा क्वान्टिटी मैले बाई गरेको, त्यसमा अब एउटा मान्छेकोबाट 65 वटा किनियो, अर्को मान्छेकोबाट 65 वटा, एउटा मान्छेको 130, तर सबैको दाम चाहिँ 58.80 मै बाई गरेको छु र 65 मा एक्ज्याक्टली सेल भएको छ। र यो चाहिँ माथि यहाँ हेर्न सक्छ 25,800 को पुट अप्सन थियो नि त हैन। त्यस्तै प्रकारले अब म के गर्छु भन्दाखेरि यहाँनिर 25,800 को पुट अप्सन हैन, यो 25,800 को पुट अप्सन हिजोको दिनमा, जस्तै आज हैन, यो हिजोको दिनमा एक्ज्याक्टली यो हिजोको दिन हो। यहाँनिर टाइमिङ पनि 30 तारिक मैले एक्ज्याक्टली 54 मा, सरी 54 हैन, 54 बाइङ थियो होला, 58 सरी 58 मा मैले लगभग यो पोइन्टमा बाई गरेर मैले लगभग 65 यो पोइन्टमा मैले सेलिङ गरेको छु। अगर सेलिङ नगरेको भए चाहिँ के हुन्थ्यो, तल त्यो दिन चाहिँ घटेर डरलाग्दो लस हुन्थ्यो 325 वटामा चाहिँ हैन। आज त झन् अब हेरेको गयो भने त यो त 12 रुपियाँ पुगेको। मतलब ट्रेडिङ चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ नि एकदमै यो फास्ट गेम हो, एकदमै फास्ट डिसिजन लिनुपर्ने हुन्छ क्या। सो आज पनि के थियो भन्दाखेरि चाहिँ आजको पनि म एउटा सानो इक्जाम्पल देखाइदिन्छु।
अब 3 दिनसम्म कन्टिन्युली मार्केट झरेको छ है त होइन, कन्टिन्युसली मार्केट झरेको छ 3 दिनसम्म। जस्तै यहाँनिर 1 2 3 4, सो यो चाहिँ हिजोको ट्रेड भयो होइन। अनि आज चाहिँ के भयो भन्दाखेरि यहाँ ओपन भयो, यहाँ ओपन हुनु साथ मैले एउटा पोजिसन हालेको थिएँ होइन। अब जस्तै यहाँ देखाइ पनि दिन्छु आजको 325वटा टाइमिङ पनि छ, यहाँ टाइम पनि 9:46मा मैले अर्डर हालेको छु। 9:46 भनेको 5 मिनट्समा यहाँनिर जस्तै 9:46 भनेपछि मैले यो पोइन्टमा अर्डर हालेको छु, यो पोइन्टमा बाई होइन, यो पोइन्टमा। तर अब म चाहिँ आज ट्राभल गर्नुपर्ने भएको कारणले गर्दाखेरि चाहिँ यो पोइन्टमा म निक्लिहालेँ। किन भन्दाखेरि अब म चार्ट हेरिरहनु पऱ्यो नि त। तर के भयो, मार्केट मजाले अपवर्ड ट्रेन्ड भयो हो। र म आज बसेको भए चाहिँ लगभग मैले आज 1000मै बुक गरेँ। किन भन्दाखेरि अब होइन, नानी वाइफसँग हिँड्नुपर्ने, गाडीमा ट्राभल गर्नुपर्ने हुन्छ र कोही बेला अब आफूले हेर्नु भ्याउँदैन नि त, हेर्नु लस पनि हुन्छ। त आज म बसेको लगभग 30,000 जस्तो मैले अर्न गर्थेँ। तर केही छैन, अब यो कुरा पनि ध्यानमा राख्नुपर्ने हुन्छ। कस्तो भन्दाखेरि कुन चाहिँ दिनमा ट्रेड कसरी गर्नु होइन। अब आफू ट्राभल गर्दाखेरि कोही बेला अब आफूले हेर्नु नपाउँदाखेरि, आफ्नो माइन्ड सेट राम्रो नहुँदाखेरि पनि ट्रेडिङ गर्दा चाहिँ लस हुनसक्छ नि त। अब भोलि चाहिँ लगभग होइन, अब के हुनसक्छ भन्दाखेरि 1 डेको चार्ट छ यहाँनिर। अब आज मजाले नै मार्केट मजाले नै बढेको छ। अब यहाँनिर चाहिँ हामीले रेजिस्टेन्स कोर्नुपर्ने हुन्छ। अब रेजिस्टेन्स चाहिँ फिलहाल यो 2टा पोइन्ट छ नि त यहाँनिर होइन। यो जुन चाहिँ मैले यो लाइन कोर्दैछु यहाँनिर 26,250 भनौँ न लगभग यो पोइन्टमा आएर चाहिँ मान्छेले सेलिङ गर्दैछ नि त। जस्तै यो पोइन्टमा पनि अगाडि सेलिङ आएको छ, यो पोइन्टमा पनि 2 दिन सेलिङ आएको छ। सो यो पोइन्ट जबसम्म ब्रेक गर्दैन तबसम्म राम्रो मुभमेन्ट आउँदैन होइन। तर अब आजकै पोइन्ट पनि, जस्तै यो आजकै पोइन्ट पनि रेजिस्टेन्स भएर जान्छ। सो यो जस्तो ब्रेक गरेर यहाँ कन्सोलिडेसन भएर ब्रेक गर्छ, त्यस्तै एउटा राम्रो मुभमेन्ट हुनसक्छ भन्नु मतलब भोलिको लागि पनि एउटा प्लानिङ गरिसकेको छ नि त। अन्त अर्को कुरो चाहिँ अब इकोनोमिक्स टाइम्स न्युज पेपरहरू पढ्नु पऱ्यो मजाले, अनि आफूले मजाले प्लान गर्नु पऱ्यो। ओके, सो ट्रेडिङमा चाहिँ एउटा चाहिँ स्ट्रक्चर बुझ्नुपर्ने हुन्छ, एउटा सपोर्ट रेजिस्टेन्स ती कुराहरू बुझ्नुपर्ने हुन्छ हो। अब आजको सेसनमै मैले डल्लै कुरा बुझाएँ भने त अब फेरि कन्फ्युजन हुन्छ, र आज यति मात्रै बुझाउँछु म। अनि अर्को सेसनमा फेरि बिस्तारै बुझाउँदै जान्छु। सायद अब जसले अनलाइन हेर्नुहुँदैछ तपाईँहरूले पनि बुझ्नुभयो होला। अब बुझ्नु भएन भने तपाईँहरूको क्वारिजहरू राख्न सक्नुहुनेछ है। अन्त अब ट्रेडिङ भन्ने कुरो चाहिँ अलिकति कस्तो भन्दाखेरि पुरै फुल कन्सन्ट्रेसनमा गर्ने कुराहरू हो। अब आफू ट्राभल गर्दा, आफू बिजी हुँदाखेरि ट्रेडिङ नगरेकै राम्रो हो। आफू फ्री हुँदाखेरि पनि अब मार्केटले जति दिन्छ त्यति लिनुपर्ने हो होइन। हुन्छ, त्यस्तै प्रकारले नै अब हामीले गर्नुपर्ने हुन्छ। सो आई होप यो कुराहरू बुझ्यो होला। सो हामी भिडियोको अन्तमा आएका छौँ, अनि सायद मेरो स्कलर्सहरूले पनि केही कुरा त बुझ्यो होला होइन। निवास केही बुझ्यौ? जति पनि थ्योरिटिकल नलेज आएको थियो हाम्रो मास्टर्समा, द वे टिचर्स, आज चाहिँ प्र्याक्टिकल एक्सपिरियन्स गर्नु पाएँ र धेरै कुरा यहाँबाट अगाडि लिएर आइरहेको छु बी ट्रेडिङ इन फ्युचर डेज। झर्ना त्यही ट्रेड स्टार्ट गर्ने छ 2026देखि चाहिँ हाम्रो ट्रेडिङ इयर हुनेवाला छ। अन्त होप हामी राम्रो गर्छौँ होला। सञ्जीवनी? So for me, it was an introduction to options. I've never traded in it, so it was a good introduction to options trading. अनि मेरो स्कलर्सको विषयमा भन्नुपर्दाखेरि चाहिँ एकदमै डाइभर्स फिल्डबाट छ। सञ्जीवनी चाहिँ इन्भेस्टमेन्ट ब्याङ्किङ है, Custody banking. एज अ इन्भेस्ट, तिम्रो प्रोफाइल के थियो ब्याङ्किङमा? Custody banking and financial markets. कस्टडी ब्याङ्किङ एन्ड फाइनेन्सियल मार्केट्समा सी हेज अलरेडी वर्क फर 5.5 इयर्स है। अनि ब्याङ्किङ क्षेत्रमा यो फाइनेन्सियल इन्स्टिट्युसन्समा अलरेडी काम गरेको। अनि झर्ना चाहिँ बेङ्गलोरको कुन चाहिँ कलेज? माउन्ट कार्मेल कलेजबाट अब पढेर आएको। अनि निवास चाहिँ यहाँकै मणिपालकै स्टुडेन्ट हो। एकजना मिसिङ चाहिँ प्रतिभा। प्रतिभाको चाहिँ प्योरली ट्रेडिङको
टपिक थियो उसले चाहिँ मिस गरियो झन् प्रतिभालाई पुरै चाहिन्थ्यो सो आशा गर्छु यो भिडियो तपाईँहरूलाई राम्रो लाग्यो होला है अनि हेर्दै गर्नुहोस् होला अर्को भिडियोमा फेरि भेटौँला एडभान्समा ह्याप्पी न्यू इयर छ तपाईँहरूलाई सो थ्याङ्क यू वन्स अगेन थ्याङ्क यू फर वाचिङ दिस भिडियो अर्को भिडियोमा फेरि भेटौँला टिल देन बाई